हेलो एभ्रिवान, छ्याजेलो सबैजनालाई अनि सबैजनालाई ह्याप्पी होली। र आज चाहिँ हाम्रो कलेजमा होलीको प्रोग्राम छ हो। र अब चाहिँ म कलेज जानु आँटेको र अहिले चाहिँ म घरबाट निक्लेर पनि टोटोमा चढिसकेको छु। यहाँनिर चाहिँ अलिकति भिड लागिरहेको रहेछ होलीको कारणले गर्दाखेरि होला। र यहाँनिर चाहिँ म साथीलाई पर्खिनु पर्ने हुन्छ किनकि साथी त आइपुगेको छैन। यहाँनिर चाहिँ म सानो भाइसँग खेल्दै बसिरहेको थिएँ र अहिले चाहिँ साथी पनि आइपुगिसकेको छ। र अब चाहिँ हामी टोटोमा चढ्नेछौँ र अब चाहिँ हामी कलेजतर्फ लाग्नेछौँ। र अहिले चाहिँ हामी कलेज पनि पुगिसकेको छ र अब चाहिँ हामी कलेजभित्र पस्नेछौँ। र अब चाहिँ हामी प्रोग्राम भएको जग्गामा जानेछौँ। यहाँनिर चाहिँ प्रोग्राम स्टार्ट भइसकेको रहेछ। अब हामी चाहिँ सबैजना साथीहरूसँग भेट्नेछौँ। र अहिले चाहिँ हामी नाचेर एकदम थाकिसकेको छ र साथीले चाहिँ केही खान जाउँ न भन्यो। हामीलाई त एकदम तिर्खा पनि लागिसकेको थियो नि त र हामीले चाहिँ पेप्सी किन्यो र अब चाहिँ पेप्सी खान्छ। सो अहिले चाहिँ हाम्रो अलमोस्ट प्रोग्राम चाहिँ खत्तम भइसकेको छ हो। र अब चाहिँ हामी घर जानु पर्ने हुन्छ किनकि अलिकति टाइम चाहिँ धेरै गइसकेको छ। र अब चाहिँ हामी घरतर्फ लाग्नेछौँ। हामी चाहिँ अलिकति माथिसम्म चाहिँ हिँडेर जाने भन्ने साथीहरूले र अहिले चाहिँ हामी हिँड्दै जाँदैछौँ। अब चाहिँ हामी एकछिनमा चाहिँ माथिदेखि चाहिँ टोटोमा चढ्नेछौँ। अहिले चाहिँ हामी हिँडेरै जाँदैछौँ र यहाँ फेरि साथीले हिँड्दै आएको फेरि थाक्यो अरे, तिर्खा लाग्यो अरे। फेरि हामी यहाँ कोल्ड ड्रिङ्क किनेर खाँदैछौँ र अहिले चाहिँ हाम्रो टोटो पनि पाइगयो। अब चाहिँ हामी घरतर्फ लाग्नेछौँ र यहाँनिर जाँदै चाहिँ यहाँनिर चाहिँ के प्रोग्राम हुँदो रहेछ बेङ्गलीहरूको हो। बेङ्गली के ट्रेडिसनल के रहेछ हो। र अर्को साथी चाहिँ गयो र अब चाहिँ हामी दुईजना मात्रै र फेरि ऊ पनि गयो र अहिले चाहिँ म टोटोमा एक्लै छु। यहाँनिर चाहिँ मेरो हातको गति गइसकेको छ हो। र